आजदेखि रत्नगर महोत्सव सुरु भएको छ र आजको मेरो भिडियो हुनेछ रत्नगर महोत्सवको सुरुको दिन यानि कि र्यालीको दिन स्पेसल भिडियो रहनेछ। आउनुहोस् भिडियोतर्फ जाऊँ। 13औं रत्नगर महोत्सव 2082 सुरु भएको छ। आज पुस 25 गतेबाट सुरु भएको छ र अहिले यो दृश्यमा देखिरहनु भएको छ र आज र्याली रहेको छ, शोभायात्रा र्याली रहेको छ, जहाँ हजारौं दर्शक महानुभावहरूको उपस्थिति रहेको छ भने सयौँभन्दा बढी सङ्घ संस्थाहरूले सहभागिता जनाएका छन् र महोत्सव निकै नै आकर्षक बनेको छ। महोत्सव परिसर निकै नै सजावट गरिएको छ। विभिन्न किसिमका व्यापारिक स्टलहरू रहेका छन् भने गेटको चर्चा यतिखेर निकै नै भइराखेको छ। राम जानकी मन्दिरको आकृतिको स्टाइलमा चाहिँ गेट तयार पारिएको छ र अब धेरैले यस महोत्सवबाट चाहिँ सेवा अथवा यस महोत्सवबाट चाहिँ उपलब्धि हासिल गर्ने तर्खरमा छन्। विशेष त यो रोजगार मेला हुँदैछ, मह मेला हुँदैछ। महको बारेमा धेरै ज्ञान लिन सक्नुहुन्छ, कृषि को बारेमा धेरै ज्ञान लिन सक्नुहुन्छ, विज्ञान प्रविधिको बारेमा धेरै ज्ञान लिन सक्नुहुन्छ। यसै महोत्सवमा सँगसँगै स्थानीय उत्पादनलाई पनि विशेष प्राथमिकतामा राखिएको छ र आजबाट सुरु भएको महोत्सवमा आउनुहोला। र यतिखेर पनि मैले यो र्याली को भिडियो यहाँहरूमा देखाइराखेको छु। ल यता यता हेर्नु त ल ओए के हो त नि आज तिमी कहाँ हो त नि ल ल बा पछाडि नगर न त यार, हान्छ नि त यार अहिले फेरि भाइ एकदम बाबू छोड़ ना यार, क्या नहीं था।
यो टुले ओइ ल ओइ छिराइदे छिटो बाई ओ विनोद दाइ ठिक छ नि कहाँ हराउनु भयो यार ल ल ल हुन्छ मैले खिचिरहेको छु Jai Shiva Shankara.